हाई गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो देवरानी र मम्मी पनि हजुरलाई हाई गर्न आइसकेको छ है। आज चाहिँ हाम्रो घरमा पाहुना आउँदै होइसिन्छ, त्यही भएर दमादम काम गर्दैछु। म चाहिँ राम्रो पापड फोराउँदैछु। अनि त्यस पछाडि काउली पकाएँ मैले। काउली पाक्दैछ। यता बिनालाई प्याज काट्लाको रोएर जात्रै छ गाइज, के गर्नु। अनि त्यस पछाडि बिनाले चाहिँ अचार मोलमाल पार्दैछ। मोलमाल गर्दैछ। त्यसपछि मैले चाहिँ खसीको मासु पकाउँदैछु। अघि प्याज काटेर पिरो भनेर हेलमेट लाएर प्याज काट्दैछ यसको जात्रा। अनि त्यस पछाडि यहाँ चाहिँ पनिर पाकिसक्यो। पनिर पकाइसकेँ मैले। त्यस पछाडि आएर चाहिँ यहाँ दाल पाकिसक्यो। दालको चाहिँ छोक्रा तल गएछ, पानी माथि आएछ गाइज। अनि यतापट्टि चाहिँ काउली पाकिसक्यो। अनि यता खाना बसालिरहेको छु भनेदेखि च्याउ पनि पाक्नै लाग्यो। यो मासुमा चाहिँ रस राखेर यो तयारी भइसक्यो। यता चाहिँ अचार झनै देखाउने बिर्सेको। यहाँ त अचार तयारी भइसक्यो। मम्मी चाहिँ म सबै चाख्दैछु है गाइस भन्दै हाँस्दै होइसिन्छ। हामी देउरानी जेठानी फेरि यहाँ छुट्टै छ पारा। अनि त्यस पछाडि चाहिँ सबैजना पाहुनाहरू आइस्यो। हामीले चाहिँ खानाहरू दियौँ। सबैजना खाँदै होइसिन्छ। 12 बजिसकेको थियो गाइस। यो ब्लग पनि हिजोको हो। हिजो चाहिँ मैले एडिट गर्न भ्याइनँ, भोइस ओभर गर्न भ्याइनँ, त्यही भएर आज गरेको। यता चाहिँ भान्जा र छोराहरू खेल्दै होइसिन्छ। हामी चाहिँ उहाँहरूलाई के चाहिन्छ भनेर सोध्दै थपिँदैछौँ है। अनि यो चाहिँ दिउँसोको खाजाको लागि हो। माछा तार्दैछु म चाहिँ। यता चिया पनि पाक्दैछ। माछा देखाउँदैछु म मक्क पारेर। अनि यता चाहिँ चिकन पाक्दैछ। उसलाई फोन दियो भने उसको अनुहार देखाइहाल्छ। उसलाई फोन देखेपछि यत्तिकै हो। यता कान्छो छोरालाई भोक लाग्यो भनेर चिया र बिस्कुट खाँदैछ मेरो कान्छो छोरी। अनि यतापट्टि चाहिँ वर्तमानको भिडियो हेर्न लागिसक्यो कि गफ गर्न लागिसक्यो। भिडियो उता चल्दैछ, यता चाहिँ छुट्टै उहाँहरूको गफ छुट्टै चल्दैछ है। यता कोही पल्टिसिया छ, कोही यता पल्टिसिया छ। म चाहिँ यहाँ बाबु र भान्जालाई चिया दिन जाँदैछु। छोरो र भान्जा चाहिँ यहाँ खाटमा गेम खेलेर बसिया छ। यता बाबुलाई चिया दिएँ, यता भान्जालाई चिया दिएँ। अनि सबैजनालाई चाहिँ खाजा दियौँ हामीले। सबैजना खाजा खाँदै होइसिन्छ। बिना यता पापड खाँदैछ। अनि यो चाहिँ अस्ट्रेलियाबाट आएको गिफ्ट हो। ज्ञान बाबु र अर्चनाले पठाइदिएको। म चाहिँ गिफ्ट पाएर मक्कै छु। थ्याङ्क यू सो मच अर्चना एन्ड बाबु, यस्तो राम्रो गिफ्टको लागि धेरै धेरै माया